तो हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। म चाहिँ अघि 5 बजीतिर उठेको होइन। अनि हिजो राति चाहिँ पानी परिरहेको थियो। अघि बिहान उठेर हेर्दा त आम्मामामामा उता त लास्टै पानी परिरहेको थियो, बजार जस्तो थियो। अनि बिहान उठेर हेर्दा त लुक एट दिस गाइज, उता हेर्न, उतामा पुरै हिउँ परेर पुरै चारै यहाँ वरिपरिको डाँडामा हिउँ परेको छ कि गाइज होइन। अनि माथि चाहिँ परे होइन, माथि चाहिँ कस्तो भए म हजुरहरूलाई देखाउँछु है गाइज। यस्तो दामी मौसममा माथि चाहिँ यस्तो भए, माथि चाहिँ हिउँ परे होइन सायद होइन, होइन परे होइन। यता चाहिँ यस्तो छ, यो फुलहरू चाहिँ पुरै यस्तो भए बवाल छैन। यस्तो 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 मौसम छ यहाँ चाहिँ। म चाहिँ यहाँ चार्ज भर्न आएको होइन, कति पनि छैन कि जति हेरे पनि मन मान्दैन होइन। उता क्यामेरा राम्रो छैन, क्वालिटी होइन, त्यही भएर राम्रोसँग देखाइँदैन। त्यही हो, चिसो चाहिँ बवाल छ कि मा कसम। पुरै हेर न गाइस, यहाँ यता पुरै चारैतिर पुरै यता यता चारैतिर हिउँ परिहाल्यो क्या यता पुरै होइन। यो चाहिँ मेरो साथीको घर। गाइज 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 म चाहिँ चार्जर भरेर थिएँ, फेरि भाल्लो लाग्यो मा कसम होइन। यस्तो भए मलाई पनि हेर न एकछिन, हेर है। पुरै मुखबाट धुवाल निक्लिरहेको यार, यस्तो चिसो मा कसम। यो गाउँमा होइन, आज यस्तो चिसो, वाइल्ड फायर चिसो भने यस्तो ठन्डिरहेको मेरो हातमा कसम। पुरै अझ फेरि बाल्दो लागिसक्यो क्या यता। अहिले चाहिँ हाम्रो गाउँमा पनि बाल्लो लागिसक्यो होइन, माथिबाट केही देखिँदैन होइन। यता यता लाग्दछ पुरै ठाउँमा लाग्यो अहिले चाहिँ। सो गाइज अब चाहिँ खाना खाउँ। सो गाइज खानासाना खाएर म चाहिँ गोरु लगाउन गएको थियो, त्यहाँको हल्का क्लिप हेर है। म चाहिँ यहाँ गोरु लगाउन आएको होइन, कसम यहाँ पुरै गाउँ भ्यू देखिन्छ क्या पुरै। यो चाहिँ मेरो गाउँ हो होइन। माथि उता चाहिँ मन्दिर छ, माथि यहाँबाट देखिँदैन। यता योवाला चाहिँ मेरो घर हो। सो गाइज हामी चाहिँ यो डाँडाको टुप्पोमा जाँदैछौँ होइन। अब हेरौँ, यहाँसम्म पुग्यो, अब हेरौँ यहाँ जान कति टाइम लाग्छ। हामी चाहिँ अहिले यहाँ थियौँ होइन, यहाँबाट यहाँ पुग्यौँ, अझ धेरै हो यार जानु। सो गाइज हामी चाहिँ अहिले हल्लाडीको बिचमा पुगिसक्यो होइन। बवाल छ गाइज, नचाहेर पनि फर्किनु पर्यो। अब गोइङ टु घर। गाइज हामी चाहिँ फर्केर आइसक्यो होइन। अब यहाँ त हाम्रो गाउँको भ्यू हेर, भ्यू चाहिँ हाम्रो गाउँ भयो यस्तो मिलाएर यति होइन। सो गाइज म चाहिँ अघि नै पुगेको होइन घर होइन। अहिले चाहिँ यहाँ रात परिसक्यो कि अब खाना उता पाक्दैछ, एकछिनपछि खानुपर्छ। उता गएन यार, नचाहेर पनि बिच बाटोबाट फर्किनु पर्यो कि। पुरै त्यो आधा डाँडासम्म पुगेको थियौँ, त्यहाँबाट फर्किन यार, बेकारको मेहनत। हामी चाहिँ हिउँ खान जाँदैथ्यौँ खासमा होइन, तर फर्क्यौँ बाटोबाट फर्केर हुँदैन होइन। त्यही भएर घरमै बस्यौँ। अब एकछिनपछि खाना खानुपर्छ, पाक्दैछ उता। सो गाइस खानासाना खाएर म चाहिँ अब सुतेको होइन। बाँकी यो ब्लगमा यतै एन्ड गरौँ। ब्लग पसन्द आयो भने लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। बाँकी मिल्नेछ नेक्स्ट ब्लगमा, त्यतिसम्म बाई बाई।